एकादेशमा एउटा धनी मान्छे थियो अरे क्या, बिजनेसम्यान। अनि उसको चाहिँ ठुलो होटेल थियो अरे, होटेल गरेर बिजनेस चलाइरहेको थियो अरे होइन। उसको चाहिँ एउटा नालायक छोरा थियो अरे के, काम नगर्ने, डुली खाने, बिजनेसमा सहयोग नगर्ने, बाउलाई सहयोग नगर्ने खालके छोरा थियो अरे। अनि छोराले एक दिन भनेछ बाउलाई, बाउ मलाई पैसा चाहियो, बाइक किन्नु पर्यो भनेर भनेछ अरे के। अनि बाउले भनेछ काम गर, कमाएर किन भनेर भन्दाखेरि अनि छोराले भनेछ बाउ तपाईँ यत्रो कमाउनुहुन्छ, यत्रो बिजनेस छ, जब 2-3 लाख पनि दिनु सक्नु हुँदैन एउटा बाइक किन्ने पैसा भन्दाखेरि अनि बाउले भनेछ अरे कमाउनु यति नै सजिलो छ भने त एउटा काम गर, म तँलाई 5 लिटर दुध दिन्छु, यो बेचेर सेल गरेर देखा भनेर भनेछ अरे के। कफी बनाएर हुन्छ, चिया बनाएर हुन्छ, जे बनाउँछेस् तेरो मर्जी भनेर भनेछ अरे। अनि छोराले अनि भनेछ यस्तो जाबो काम त म त गरेर देखाइदिइहाल्छु नि भनेर भनेछ अरे के। अनि गएछ अरे, दुध ततायो अरे। अनि दुध उमाल्दै थियो अरे, उमाल्दै फाटेछ अरे क्या दुध चाहिँ। अनि फाटेपछि टेन्सन भयो, रुँदै थियो अरे। अनि बाउ आइपुग्यो अरे। अनि बाउ आएछ, अनि बाउले हाँस्दै भनेछ के भयो छोरा भनेर भनेछ। छोराले यस्तो यस्तो भयो, दुध फाटेर गयो, म त अनसक्सेस भएँ बाउ भनेर भनेछ अरे। अनि बाउको पालो त्यो फाटेको दुधलाई चाहिँ आधीलाई चाहिँ पनिर बनाएर देखाइदियो अरे, अनि आधीलाई चाहिँ चिज बनाइदियो अरे। चिज अनि यस्तो मिठाईहरू बनिन्छ नि त दुधको त, त्यो बनाएर देखाइदियो अरे। अनि बाउले सम्झाउँदै भन्छ छोरालाई राक्षस बनाइदिएछ भने देउता पनि बनाइदिएछ, आकाश बनाइदिएछ भने जमिन पनि बनाइदिएको छ, आगो बनाइदिएछ भने पानी पनि बनाइदिएछ। मैले जिन्दगीमा कति समस्याहरू भोगेँ होला, कति चोट खायो होला, जिन्दगीमा अब धेरै परिस्थितिहरू आइपुग्छ होइन, धेरै समस्याहरू आउँछ, प्रब्लमहरू आउँछ, त्यसको चाहिँ समाधान गर्नु ठुलो कुरा। जिन्दगीमा कहिले पनि हार नखानु भन्दै छोरालाई सम्झायो अरे। अनि छोरा रुँदै बाउलाई अँगालो हाल्दै माफी माग्यो अरे छोराले। यति भन्दै यो स्टोरी चाहिँ यही समाप्त हुन्छ होइन। तपाईँहरूलाई कस्तो लाग्यो यो स्टोरी? तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। अनि अझै यस्तै स्टोरी चाहियो भने चाहिँ मलाई कमेन्टमा लेखिदिनु होला।